टु अनदर न्यू ब्लग साथीहरू। यति बेला हामी चाहिँ दाजु हामी यति बेला कहाँ छ भनिदिनु पऱ्यो होला। हामी ख्याङ्गिदोको कुन प्रान्त पो सिधै भनिदिनु, देश भनिदिनुहोस् न सबै ठ्याक्कै। ठ्याक्कै हामी अहिले कोरियामा छौँ। हामी हो साँच्चै हामी चाहिँ कोरियामा छौँ। तर के गर्ने, यो कोरियन भाषा पास गरेर एउटा साउन्ड मात्र हो। काम चाहिँ कस्तो हो दाजु भनिदिनुहोस् त। पुरै हुन्छ नि, सेक्युरिटी गार्ड भन्दा पनि डबल हुन्छ। हाम्रो काम त फेरि दिनभरि चाहिँ उभिएर दिएको छ होइन, धकेलेको छ पेलेको छ। अनि हाम्रो चाहिँ कम्पनी चाहिँ याङसिन मुल्सान जुन चाहिँ ख्याङ्गिदोमा रहेको छ टेक्सटाइल कम्पनी हो। यहाँ त्यो चाइनाबाट कच्चा पदार्थ भन्नाले त्यो कपडा ल्याउने आयात गर्ने अनि यहाँ कलर गरेर थान कपडाहरू त्यसपछि चाहिँ यहाँ कम्पनीहरूले अर्डरअनुसारको कलर गर्ने अनि त्यो यहाँ बनाइसकेर अनि फेरि यहाँदेखि सप्लाई गर्ने। त्यसमा चाहिँ मेड इन कोरिया ट्याग हालिदिने है। अनि विश्व मार्केटमा चाहिँ कोरियाको सामान जाने भयो। अब यहाँबाट बनाएर फेरि अब चाइनालाई पनि बेच्ने भयो है त, यस्तो छ। तर कोरिया चाहिँ समग्रमा कस्तो लाग्यो, यहाँको वातावरण कस्तो लाग्यो, के लाग्यो? हाम्रो जस्तै अहिले नेपालमा चाहिँ रोडमा क्रिकेट खेलिरहेका छन् होइन, गफ गरेर बसेका छन्। तर त्यस्तो चाहिँ यहाँ देखिन्न, आन्दोलन भइरहेको छ, एकदमै व्यस्तता यहाँ रहेछन् है। यही कारणले होला यहाँ यति डेभलप भएको होइन, विकास गरेको। अनि कोरियाको अर्को कुरो चाहिँ के हो भने अब मान्छे पुरै बिजी क्या है, होइन पुरै बिजी। अनि एकअर्कासँग मजाले कामको बेला गफ गर्ने नगर्ने है, पुरै एकदम आफ्नो व्यस्ततामा बस्ने। त्यही नै यहाँको चाहिँ एकदम मुख्य रहेछ। मान्छे कतिको बिजी हुनुपर्छ लाइफमा होइन, त्यो चाहिँ हुँदो रहेछ। यदि हाम्रो देशमा चाहिँ यतिको कलकारखाना भएर प्रत्येक नेपालीलाई होइन उसको सिप अनुसारको कम्तीमा 30,000देखि स्टार्टिङ गरेर स्यालेरी दिने हो भने कोही पनि नेपाली बिग्रिँदैन होला जस्तो मलाई लाग्छ। दाइलाई चाहिँ कस्तो लाग्छ? मलाई पनि एकदमै त्यही लाग्छ। कम्तीमा अब नेपाली प्राइभेट लिमिटेड होस् या सरकारले चाहिँ यस्तै उद्योग धन्दाहरू अब कच्चा पदार्थ म त अरू देशबाट ल्याएर यहाँ एउटा फिनिसिङ गरेर त्यस्तो उद्योगहरू बनाइराख्यो भने नेपाली जनतालाई धेरै न 25,000देखि 30,000सम्म पनि मासिक तलब दिएपछि ऊ जहाँसम्म लाग्छ ऊ सेटिस्फाई नै रहन्छ त्यहाँ। अनि बाहिर पनि सायद जानुपर्ने त्यति आवश्यक हुन्न होला। अब यो हाम्रो भिडियो चाहिँ कुनै साथीहरूले हेर्दै गर्दा उहाँहरूलाई पनि एउटा प्रश्न उठ्न सक्छ, मुलाहरू आफू कोरिया जाने यहाँ चाहिँ देशभक्तिका कुरा गर्ने भन्न सक्नुहुन्छ। अब त्यस्तो अवस्थामा चाहिँ साथीहरू माफ गर्नु होला होइन, त्यस्तो कमेन्ट नगरिदिनु होला। त्यस्तो कमेन्ट गर्नेलाई तपाईँ के भन्न चाहनुहुन्छ दाजु? अब हामी यसो हुन्छ, अब मान्छेले त्यस्तो अब जब मान्छे त्यो ठाउँमा पुगिसकेको हुँदैन त्योभन्दा अगाडि चाहिँ के नहोला कसो होला भन्ने सोचमा आउँछन् होइन। तर वास्तविकता के हो भने त्यो आएपछि थाहा हुन्छ। तर हामी यहाँ आएर जुन कि हामी नेपालमा यसको 25% पनि सायद यहाँको रुल्स यहाँको टाइम टेबल त्यति हामी दिँदैनौँ सायद नेपालमा। मतलब यहाँ कन्टिन्युसली चाहिँ यहाँ त हामी 12 घन्टा गर्छौँ है काम, त्यसको 12 घन्टा छोडिदिउँ आधै 6 घन्टा गरे पनि हामीले कन्टिन्युस आफ्नो देशमा आफ्नो चाहिँ उद्यमशीलतामा त्यति खर्चिने हो भनेपछि पक्कै पनि राम्रो भन्छ भन्ने कुरा त हो नि। एकदमै नि। अब के छ भने त्यही त अब देशमा एउटा अस्थिरता, हाम्रो देशमा एउटा अस्थिरता भएर आन्दोलन भइरहेको छ। एउटा उदाहरण छ अहिले कस्तो, जस्तै एउटा देशमा होइन राजनीतिक दल भनौँ कि सरकारले अब केही कुराको व्यवस्थापन नभएर पनि एउटा हामी त्यहाँ आफ्नो देशमा गर्नलाई अलिक अब यसो नेपालमा पनि गरौँ भने ढुक्कले गरौँ भने पनि गर्ने वातावरण छैन क्या, छैन। अब मार्केट त्यस्तै छ, उत्पादन गरे कुनै पनि कुरा ल कृषिकै कुरा गरौँ होइन, ल टमाटर उत्पादन गरौँ, गोबी उत्पादन गरौँ, अब समयमा बिक्री हुँदैन, फेरि बेच्ने बेलामा रेट कस्तो हुन्छ
एकदमै लास्टमा किसानले अब खेतमै हलो जोतेर नष्ट गर्नुपर्ने अवस्था आइदिन्छ। अब त्यो 20,000मा चाहिँ हामीले चाहिँ 120 रुपियाँ केजी चाहिँ फुलकोपी खान्छ भने अस्ति म आउँदाखेरि 10 रुपियाँ किलो दिइरहेको थियो यार। 10 रुपियाँ किलो फुलकोपी। अब त्यो किसानको त्यत्रो मेहनत गरेर फलाएको छ त्यो 10 रुपियाँ। अनि कसरी हुन्छ हाम्रो सस्टेन हुन्छ हाम्रो जीवनमा। त्यही भएर अहिलेको समयमा अहिले पछिल्लो समयमा बेरोजगारीले गर्दा अब एउटा चाहिँ उद्यमशीलता नभएर एउटा कमाइ गर्ने जस्तो वातावरण नभएर बेरोजगारीको सङ्ख्या बढेर यस्तो भइदियो कि अब प्रत्येक गाउँबाट गाउँ नै खाली भइसक्यो। युवाहरू कोही पनि छैन अहिले। अब गाउँमा चाहिँ हामीले देख्ने भनेको बुढापाका नै हो। अब कोही छैन गाउँमा। सब साथीहरू वैदेशिक रोजगारीमा लागिसकेका छन्। कतिपय अझ जाने तयारीमा छन्। यस्तो अवस्था यदि देशमा रहिरह्यो भने अब देश त साह्रै बिग्रिन्छ होला दाइ। एकदमै एकदमै है देशमा लास्टमा बुढाहरू बस्ने हुन्। बुढापाकाहरू युवा जतिको सब विदेश होइन, सब बाहिर। अब त्यति कुरा अब हाम्रो यो कुरा वास्तविकता होइन भने एकचोटि एयरपोर्ट आएर हेर्नु होला होइन। त्यहाँनिर अब आफ्नो प्रत्यक्ष त्यो देखेर अनुभव लिन सकिन्छ होइन वास्तविक हाम्रो देशमा कतिको के छ भनेर। अब दाइको प्लान चाहिँ के छ? कोरिया चाहिँ कति वर्ष बस्ने, के गर्ने भावी योजना के छ? कि यान 7 बनाएर यतै बस्ने योजना गर्नुभएको छ? यता त बसिँदैन होला हो, किनभने साह्रै गाह्रो छ यताको जीवन त। त्यसैले मेरो पनि सोचाइ के छ भन्दा हामी दुईजनाले के भनेका छौँ भने अब हामीले चाहिँ धेरै अपेक्षा नराखेर ल महिनाको त्यो हुन्छ नि 2.5-3 लाख रुपियाँ कमाउने त्यत्रो आशा पनि केही पनि छैन है। सामान्य रूपमा आफ्नो घरको हल्का सानोतिनो अब ऋण जोखोज सबैलाई हुन्छ होइन, त्यो सेटल गरेर एउटा सानो व्यवसाय गर्ने केही पुँजी सङ्कलन गरेर चाहिँ हामी चाहिँ नेपालमा नै के गर्ने हाम्रो लक्ष्य रहेको छ। त्यही हो होइन दाइ? एकदमै एकदमै। अब के भने वैदेशिक भनेको अब जति बसे नि लास्टमा त आफ्नो स्वदेश जानै पर्छ है। एकदम देशप्रतिको माया पनि हुनुपर्छ नि। त्यहाँदेखि त अब आफ्नै स्वदेशमा पनि गएर अब केही व्यवसाय केही त्यस्तो एउटा दिनचर्या त्यस्तो बाटो अप्नाएर अब जीवनयापन गर्नुपर्ने अवस्था हुन्छ है। ठिक छ। अब त्यो हो हाम्रो दुईजनाकै उद्देश्य त्यो रहेको छ होइन। भिडियोलाई हेर्ने प्रयास गर्छौँ समय र परिस्थितिले कहाँसम्म पुर्याउँछ होइन। त्यही नै एउटा अब भनेपछि हाम्रो कम्पनी चाहिँ कस्तो लाग्यो तपाईँलाई? काम कस्तो लाग्यो हाम्रो? हाम्रो कम्पनी काम त अब ठिकै भन्नु पर्यो होइन। अब हरेक स्थानमा आफ्नो हरेक स्थानमा आफूले नराम्रो भन्छन् सबैले होइन, तर त्यो नराम्रोलाई राम्रो मानेर अब गर्नुपर्ने हुन्छ कतिपय अवस्थामा। ठिक छ, काम हो गर्ने हो, हामीले आफ्नो ड्युटी गर्ने हो है। अब पैसाको लागि के हुन्छ भने अब कतिपय कम्पनीमा आफ्नै रुल्स हुँदो रहेछ। त्यो रुल्स अनुसारको चाहिँ अब कति भने अनुसारको हुँदो रहेनछ। त्योमा चाहिँ अलिकता सुरुमा ल्याउने कम्पनी नै यस्तै हो कि कसैको राम्रो पर्छ, कसैको त्यस्तै पर्छ कि सबै कुराहरू मिल्दैन होइन। त्यसैले तपाईँ पनि यदि कोरियाको तयारी गर्दै हुनुहुन्छ भने ठिक छ, राम्रो कुरा हो, गर्नुहोस् होइन। तर चाहिँ एउटा भनाइ के छ भने गर्नुहोस्, गरिसकेपछि आफ्नो निश्चित अब लक्ष्य पुरा गरिसकेपछि आफ्नो देशमा फर्केर केही गर्ने प्रयास गर्नुहोला भन्न चाहन्छु होइन। धेरै राम्रो आफ्नो देशमा गर्न सके त धेरै राम्रो हो है। त्यसैले भिडियोलाई हेरिदिनु हो यति बेलासम्म धेरै धेरै धन्यवाद। अर्को भिडियोमा हामी पुनः भेटिनेछौँ है त। ओके, बाई।